ओए के वो किन रोकिए? ओ भाई क्या हुआ? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली। क्या बोलता है? सार्वभौम भई फैलिएका पेची महाकाली। सारे जहां से अच्छा हिंदुस्तान हमारा हमारा सारे जहां से अच्छा। नेपालीको छातीमा हिमाली छाया छ, नेपालीलाई नेपालको बिछट्टै माया छ। नेपालीमा बोलौँ भने वरपरकाले थाहा पाएर नक्कली मोदी बनाएर पड्काउलान्, यता यसले बौलठी पाएर देखाउन थाल्यो। के गर्ने होला प्रभु? म एक राष्ट्रवादी मान्छे, म अलि बाङ्गो छु। तिमी सुकिला मुकिला हलाउ, म अलि नाङ्गो छु। घरमा छाना छैन, खानालाई माना छैन। ये भाई चलो ना। कालो टोपी बदगाउँले मेरो सिरैमा ढल्केको, एक जोडी खुकुरी हेर टललल टल्केको। ओहो, यसले त राष्ट्रिय गीत सम्मेलनै गर्न लाग्यो। मलाई तिमी माथि शङ्का छ, डाउट डाउट। नेपाल लोग यस्तै है, एकले अर्कालाई शङ्का करता है। दल पनि उस्तै है, एक दल अर्कोलाई शङ्का करता ही रहता है। शंका से लंका जलता है और का बात क्या करता है? नेताजी है क्यों डराउँदा है? डराउँदा है रे, तिम्रो यस्तै पारल त ग्वार ग्वार भनेर कराउँदा है। अलि बिस्तारै बोल न, यो कराउँदा है भनेर सुन्यो भने कस्तो हुन्छ? जप मुना तिम्रो याद आउँदाखेरिमा अम्फालौँ कि झै लाग्छ फेरिमा। सेतो सिमी बुझ्छौ कि तिमी अम्फालौँ कि झै लाउँछ फेरिमा। अम्फालौँ कि झै लाउँछ फेरिमा। ओइ के हो, गाउँमा त्यत्रा ठुला नेता आइरहेछन्, तँलाई चाहिँ केही मतलब छैन? को आगा? त्यही मोती? मोती होइन मोरा, मोदी। गाउँका सारा मान्छे खुसीले गदगद भइरहेछन्, तँलाई चाहिँ फेरि मन वाक्क भएर बसिरहेछ यहाँ। कौवालाई बेल पाक्यो अर्सना बिचमा। मोदी आखान भनेर गाममा फुटा खिचाउनेको लर्को छ। कति न राजेश हमाले आएको जस्तो। हेर नाम पनि पुन्टे, बुद्धि पनि पुन्टो छ तेरो। कसको भेलु के छ भने तँलाई के थाहा? ओइ तैँले त्यो जितबहादुरको नाम सुनेको छस्? को हो? त्यही जितु नेपाल? तेरो जुम्रा परे बुद्धि, त्यो मोदीले लगेर पाले केटो के? कता कता त हल्ला सुनेको थिएँ मैले। उताका प्रधानमन्त्रीले लगेर पाले नेपाली केटा होइन? हो, तँलाई पनि यसो हेरेर तँलाई लगेर पाले भनेदेखि जिन्दगी बन्यो नि तेरो? होइन, मुलाई नै लगेर पाल्लान् र भने। ल हेर्दाखेरि नै पाल्नु पर्ने खालको छ नि त। नगर, काम गरेर खान सक्दिनँ र म। गरे खाइन कसैले लगेर पाल्न मलाई। मरा तँलाई त्यो मोदीले लगेर पालेपछि त त्यो मुना त त्यसै तेरो पछि पछि लागेर आइहाल्छ नि। पढ्या मान्छे भने पढेकै मान्छे हो क्या? साँच्ची तैँले कहिलेसम्म पढ्या अरे? 6 क्लासमा होइन? जम्मा 6 क्लाससम्म पढ्दा त यस्तो चोर बुद्धि छ तेरो। 12 क्लाससम्म पढायो भए त डाकै हुन्थ्यो होला। अब मेरो ध्यानै नगएको कुरा नि, तेरो ध्यान फ्याट्ट कसरी गएको? भगवान्ले सबैले सबै चिज दिँदैनन्। तेरा बिनाजुले अमेरिका लान्छु भनेर गफै मात्र दे। त्यो मोदीले त अब भारतसम्म त लान्छ कि? खै अब दिन भनेर आकार हो नि त, लिएर के जालान् र? दिएपछि केही न केही नलिकन जालान्। बोलाए क्या यो बुढो? होइन एक हातमा चिम्लेर के गरे? तेरो आँखा लाटो कोसेर लया छ क्या? देखिनुहोस् यहाँ, हेर न टेढा कुरा गरे। अलिक बुझ्ने गरी भन न बुढा, हातमा चिम्लेर के गरे?
यो गाउँमा कसैको छ बुद्धि? दीपक ज्वाई खुबै मोदी लिएर हिँडेका छन्। गाउँमा 7 दल छ। दल मात्र भएर हुन्छ? बुद्धि हुनु परेन? विवेक हुनु परेन? मोदी आउँदा काठमाडौँमा चाहिँ बाटाभरि बत्ती हालेका छन्। हाम्रो गाउँमा खोइ बत्ती। त्यही भएर एउटा चिम भए पनि लिएर बसे। हेरिराख, पुरस्कार दिएर जान्छन् मलाई। हो त अब कस्तो कुरा अरे। अनि एउटा बत्तीले पुग्छ त भने? अब एउटा यही हो, अरू त उनीहरूले दिएर जान्छन् नि। हाम्रा हुती छैनन्, अरूले के दिन्छन् भनेर मुख ताकेर बस्नु त हो नि। दिएर गए पनि सदुपयोग गर्न जाने छैन हामीले। नेपालभरि नै बत्ती दिएर गए पनि हाम्रा नेपालका दलहरू पोल यहाँ गाड्ने कि वहाँ गाड्ने भनेर झगडा गरेनन् भने मेरो काना धागो बाँधिदिनु। बरु बत्ती नै चाहिँदैन भन्छन्, पोल चाहिँ हामीले भनेकै ठाउँमा गाड भन्छ। ए धेरै बत्ती दिन्छन् भनेर एउटा मात्रै बत्ती लिएर बसे हो त नि। होइन ए काका, तिम्रो एउटा मात्रै सुहानी होइन? हो। तिमीलाई पनि बाटा राखिदेऊ न, 2-4 दिएर जान्छन् कि? अहिले लात्ताले ढन्नेसो खुसी गरेर हानिदिन्छु र अनि थाहा पाउँछौ। आफू त महादेव कसले देला बर भने जस्तो। उनकै त श्रीमती छैनन्, मलाई दिएर जान्छन्। सक्छौ भने तिमीहरू पनि काम गरेर देखाओ, अरूलाई नउडाओ। के टल्ल हेरिरहे, जाओ। यस्ता त छन् अहिलेका पुस्ता। देश कसरी हुन लाग्छ? मोदी आएर त खुसी भएन म त। किन नि? घरकी बुढी बाउनी खोज्न थाली मसँग। ल किन त? ऊ पनि बुढो, तिमी पनि बुढो। ऊ चाहिँ त्यस्तो तिमी चाहिँ किन यस्तो मर्ला जस्तो रे? अनि तपाईँले चाहिँ के भन्नुभयो त? ऊ बुढी नभएको भएर त्यस्तो भयो, म बुढी भएको भएर यस्तो भयो भनेर भन्ने। गहना दीजिए तो किसके पास है? साँच्चीकै मोदी हुँ भन्ठाने क्या यिनले? ओ कलाकारज्यू, तपाईँ साँच्चीकै मोदी होइन, हिँड्नुहोस् न जाऊ। तेरीका क्यारेक्टरमा घुस्नु परेन। अब आउने फिल्म वडा नम्बर 6 भन्नेमा यही मोदीकै रोल खेल्नु पर्ला जस्तो। ओहो, तपाईँहरूको तालमाल देखेर पनि छक्क पर्छु म। यस्तो नक्कली मोदी देखाएर गाउँलेले पत्याउलान्? होइन, हामी नेपालीको त अहिले मोदीको म भन्नुहुन्न पत्याइहाल्छ। होइन, यी पनि ज्वाइँ जस्तै हुन् कि क्या हो? बसेपछि बसेको बसै कहिले फर्की बक्सिन्छ। तँलाई चाहिँ नि किन हतार्ने उहाँलाई पठाउनु? पठाउनु परेन त? रोटी पकाउन राखेको पिठो सबै टाउकोमा दलेछ। हो नकली मोदीजी, अब जाऊ न, हतार भयो नि त। पान छैन, पान पनि मुखा हालौ न। उहाँ सकली मोदीजी पान खानु हुँदैन, किन हाल्नु? तिमी को? तिमी मोदीको भान्से हो? तिमीलाई के थाहा? देखेनौ? पान खा जस्तो गाला छन् नि त मोदीका। होइन, यो नमुनालाई कहाँबाट उठाएर ल्याछन् ज्वाइँले? के रे? के भन्न खोज्या यो? तिम्रो ससुरालाई सम्झौ नत्र म जान्न। तरिका फेरि रिसाको हेर न, रिसाको। सरी ल भो, ल जाउँ अब। पहिले मेरो पारिश्रमिक देऊ न। पारिश्रमिक दिएको छैन, जाउँ। कस्तो किचकिची मान्छे होला। ल अहिले यो 1000 राख्दै गर्ने ल। यो त जितु भन्दा नि खराब रहेछ। जिरे खुर्सानीमा त एकै पटक त दिन्थ्यो। ए दीपक, चाँडै यो नाटक साटक सकेर पठाइदेऊ। लफडा हुन सक्छ गाउँलेले थाहा पायो भने। ल जाऊ हेर्नुहोस्। यो कलाकार मान्छेलाई हिँडाउनै गाह्रो। चाँडै पठाइदेऊ। उता मोदीको कार्यक्रममा नजाने हजुर? त्यही त नक्कली मोदीको कार्यक्रममा गइन्न। होइन, को त नक्कली काम गरे? हुन त हजुरलाई पनि सबैले नक्कली नै भन्छन् नि। नगर्यो। मोदी आएपछि विकास सुरु हुन्छ भने त्यसमा मैले पनि सही थाप्दिएँ। सारा मान्छेले पत्याउन थाले। आखिर छिसिक्क केही भयो भने गाउँले मेरो ढाड फुस्काउँदैन नि। ल्याउन नि कहाँबाट ल्याए त? टाढाबाट हेर्दाखेरि त काटी कुटी ठ्याक्कै मोदी। त्यसो भए हजुर हामी नजाने? है के गर्ने?
आपका नाम क्या है? अब खास नाम तो पटेन्द्र है, लेकिन सबै गाउँलेले नाम बिहार दिया है। अहिले तो सब पुन्टे पुन्टे बोलता है। अच्छा, आपका कोई समस्या है? समस्या त घनघोर है, समस्या नै समस्या है। खासमा मुनासँग बिहे गर्ने मन है, धन नै है। ओइ मोस्ट छ तैले किन मेरो छोरीको नाम ल्या तैले? फिर ये कौन है? हमारा हुन नसक्या ससुरा है, बाहिर के सबै। छोरीलाई मैले बिहे गर्छु भनेर सहर भगाउँदा है। लौ न एकपटक आप सम्झौता है कि भन्देता है कि? अबे हम लमी नहीं है। और बोलो और। तपाईँ त भाषण खतरा करता है। क्यों? आपकी नेता लोग भाषण नहीं करते हैं क्या? करता है, चानी भन्दा नि बेसी करता है। भाषण मात्रै करता है, काम नहीं करते। अच्छा अच्छा, आपका नाम क्या है? खरानी साइला है। आप आता है? कसरी बोलूं? नेपाली में बोलिए, मैं समझता हूँ। ए तपाईँ नेपाली बुझ्नुहुन्छ? हाँ। अनि तपाईँ उतार आउने भनेर मैले हात चिम्लेर बसेँ, तपाईँ यता आउनुभयो। जहाँ से भी आया ना, बाबा पशुपतिनाथ के देश में आया ना। संजय रानी साइला? होइन खरानी साइला। खरानी साइल। आपको मैं क्या मदद कर सकता हूँ? कोई समस्या है? समस्या छ बाबु। छोरी छोरी 4वटा छन्, छोरा छैनन्। छोरा चाहिएको थियो सम्पत्ति खानी। इसमें मैं क्या मदद कर सकता हूँ? देखिए, मेरा न लड़का है न लड़की है। मेरा संपत्ति कौन खाएगा? संपत्ति वो नहीं है जो तुम खर्च करते हो। संपत्ति तो मान, प्रतिष्ठा, इज्जत है जो कोई छीन नहीं सकता है, खरीद नहीं सकता है। देखिए, वो 4 बेटी है ना, 18 बेटा से अच्छी है। 1 मिनट है। हेलो जीतू, के रे भोलि सुटिङ छ रे भाइ। म त गाउँतिर पो छु त। के रे रोल काट्दिन्छु रे। त्यसो नभन्न बाबु, 5000 को लोभले यहाँ गाउँमा आई। बाबु म नाइटा चढेर भोलि बिहानै आइपुग्छु बरु। ल बाई 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 बाई। ल्याएर फसाइदिए यार। उ त जितुले रोलै काट्दिन्छु भनिसक्यो, के गर्ने? लो मोदी त नेपाली पो रहेछ त। सुन्ला त तो किन जान्ने भएको? अनि त्यहाँ कहाँ जितु भने सुटिङ कुरान गरे अनि जितु भने को थाहा छ तँलाई? जितु भने उहाँ भारतको जितेन्द्र क्या, जितेन्द्रलाई जितु भन्छ। पुन्टे मान्छे पनि पुन्टे, दिमाग पनि पुन्टो। उहाँ जितेन्द्रले मोदीजीलाई उहाँ एउटा रोल दिएको छ अरे फिल्ममा, गेस्ट एपियरेन्स। त्यहाँ जान लाग्यो। अनि अघि त नेपाली बोलिसक्यो त्यहाँ। अनि बोल्दैन त नेपाली। म अस्ति हाउसमा 5 मिनट खर्र नेपाली बोले होइन उहाँले। तो अच्छा, आप लोग बाटो खनने जाइए, मैं बाद में आता हूँ। अच्छा।